गोर्खा बजारको मध्य भागमा पनि अर्को दरबार छ। शाहवंशीय राजाहरूको इतिहाससँग जोडिएको छ यो दरबार। यस दरबारले मल्लकालीन वास्तुकलाको नमुना प्रस्तुत गरेको छ। त्यस्तै गोर्खा बजारको केन्द्रमा भने सङ्ग्रहालय रहेको छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरण सुरु गरेको तल्लो दरबारमा रहेको सङ्ग्रहालयले गोर्खा पुग्ने पर्यटकहरूको स्वागत गरिरहेको हुन्छ। सङ्ग्रहालयको गेटैसम्म भने साना सवारी साधन पुग्ने गर्दछन्। सोही सङ्ग्रहालयबाट गोरखकाली दरबार, गोरखनाथ मन्दिर समेत देखिन्छ। तर अहिले भने दरबार पुनर्निर्माणको चरणमा रहेको छ। हामीले छायाङ्कन गर्दा पुनर्निर्माण गर्ने क्रम जारी थियो। गोरखकाली मन्दिरको जगदेखि भत्काएर निर्माण थालिएको छ। भूकम्पमा मन्दिर भत्किएपछि अहिले जगदेखि निर्माण सुरु गरिएको हो। मुख्य दरबार मर्मतको क्रममा रहेको भए पनि छेउमा रहेको अर्को दरबार रोडपाटी गोरखनाथ मन्दिर घुमफिर हेर्न पूजापाठ गर्न पाइन्छ। पुनर्निर्माणको क्रममा भए पनि नियमित पूजापाठ र बलि दिने क्रम भने चलिरहेकै छ। तल बल इतिहासमा नै गोर्खा जिल्लाको पहिचान र महत्त्व छुट्टै रहेको छ। नेपाल एकीकरणको बेला ज्योतिषको ज्ञानबाट गणितीय शिक्षा दिने ज्योतिष कुलानन्द ढकालको जन्म गोर्खामा भएको थियो। साथै भीमसेन थापा र दोस्रो विश्वयुद्धमा बर्मासँगको लडाईँमा वीरता कमाई भिसी पदक पाएका गजै गरेको गोर्खामा थियो। यसै गरी शाह वंशका राजाहरूमा पुरन्दर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, रुद्र शाह, पृथ्वीपति शाह, नरभूपाल शाह र पृथ्वीनारायण शाहको जन्म पनि गोर्खामा नै भएको थियो। गोर्खावासीहरूका आराध्य देवता योगी गोरखनाथको नामबाट वा गाईको रक्षा गोर्खामा गरिने ठाउँ भएकोले सोही आधारमा ठाउँको नाम गोरखा रहेको मानिन्छ। नेपाली भाषामा घाँसको फाँटलाई खर्क मान्ने गरेकोमा खर्क खर्ख खर्खा हुँदा हुँदै गोर्खा भएको अर्को प्रसङ्ग पनि छ। राज संस्थाको विलयपछि अहिले गोर्खा जिल्लाको ऐतिहासिक स्थल पर्यटकीय स्थल बनेका छन्। गोर्खा पुग्ने मानिसहरूले शाह वंशका पालामा दरबार, कोट र मठ मन्दिरहरूको अवलोकन गर्ने गर्दछन्।